ए बाबु, एक बोरा चामल अलिकति दाल पठाइदिएछु। अब पैसा सैसा पठाउने भनेको त त्यस्तै हो के र। कियारी पढ्छौ, कियारी बस्छौ त्यति ठुलो सहरमा, मलाई त तिम्रो ज्यादै चिन्ता लाग्छ। मैले मेरा सारा रहरहरू यी सहरका हरेक प्रत्येक गल्ली गल्लीमा मारेको छु। जति नै अघि भन्न खोज्छु भन्छु, मौनताको आकरणले म आफैमा हारेको छु। सपना छन् तिम्रा पनि, म केही इच्छा मार्दिन भन्दा पनि हेर न, म प्रत्येक चोटमा हारेको छु। सपना छन् अनगिन्ती, तर सपना रङ्गिन चाहन्न। अनि भावनाहरू बहकेर मस्तिष्कमा उथल पुथल भइदिन्छन्। त्यसैले मैले मेरा सारा रहरहरू मारेको छु। बस म घरको एक खम्बा हो, किनकि मैले काँधमा रहरका जिम्मेवारीहरू, सङ्घर्षका पाठहरू सिकेर बुझेर भोगेर आएको छु। त्यसैले यो अनजान सहरमा मैले राहतसँगै मेरो सपना मारेको छु। लाग्छ यी अनौठा सहरहरूमा हराएका मेरा रहरहरू आज खोज्न कहाँ छ म। परिस्थितिसँग बाँधिएका संयोगहरू भेट्टाउन कहाँ जाउँ म। त्यसैले निशब्द छु म। केही समयलाई मैले धाँती राखेर केही कुरा साच्न बाँकी केही छैन। त्यसैले त म हारेको छु। अनजान सहरले मलाई धेरै पाठ सिकाएको छ, जहाँ हजारौँको भिडमा आफ्नो औचित्य बोलाउँदा पनि कुरा नसुनेपछि बस म एक्लै मौन छु, एक्लै कराइरहेको छु अनि एक्लै छटपटिरहेको छु। मेरो हरेक कुरा ती बन्द कोठाको चार दिवारले सुनेको छ अनि मेरो आँसुको किम्मत त्यो सिरानीले बुझेको छ। त्यसैले त म आज मेरा सारा रहरहरू बोकेर सहर छिर्दा पनि म हारेको छु। मेरा सारा रहरहरू आज सपनासँगै मैले मारेको छु। त्यसैले मेरो सारा रहरहरू आज सहरमा मरेको छ, सहरमा मरेको छ।